Hello guys, namaste, welcome back my YouTube channel. I'm back again. अस्तिको खानामा चाहिँ मैले साधारण खाना लिएको थिएँ भने आज चाहिँ मैले बफ मोमो है बफ मोमो अनि सुप अनि टुप्याम साग मिसाएर टुप्याम बनायो अनि चिकन डायमन्ड अनि यहाँ चाहिँ हट सस अनि मोमो चटनी अनि यहाँ केचप रहेको छ र पिउनको लागि स्प्राइट रहेको छ साथीहरु। आज पनि म एक्लै उपस्थित भएको छु है। राम्रो भए पनि नराम्रो नभए पनि हेर्दिनु होला, हेरेर माया गर्नु होला, साथ दिनु होला है। त्यही हो। त्यो भन्दै चाहिँ म अब हतार नगरिकन खानातर्फ लाग्छु किनभने हाम्रो चाहिँ अघि नै यो इनर राखेको मिलाउँदा चिसो भइसकेको छ। त्यही भएर चाहिँ हामी अब खाना सुरु गर्छौँ है त गाइज। मेरो भिडियो अन्त्यसम्म हेरेर साथ दिनु होला, माया गरिदिनु होला। त्यही हो साथीहरु। यो चाहिँ बफ मोमो हो, हामीले घरमा नबनाइकन बाहिरबाट मगाएको हो। चिसो भइसकेको छ, त्यही भएर म चाहिँ खान्छु है त। सुरुमा चाहिँ म मोमो खान्छु है। फर्स्ट मोमो। मोमो चाहिँ चिसो भइरहेछ। मजा तासेर नि यो पनि प्याक त भइसक्यो आज चाहिँ। ओ माय गॉड। म चाहिँ अब टुप्याम खाना गइरहेको छु। फर्स्ट बाइट। चिकन डायमन्ड यो चाहिँ मैले कसरी बनाएको भन्दाखेरि चाहिँ मैले फुड है त्यो दाइको देखेर चाहिँ हामीले करेन चाउचाउको सुप हालेको, हामीले चाहिँ टुप्याम सुप हालेको है। अनि छुट्टै हामीले गार्लिक अनि कोरिएन्डर अनि केचप मिसाएर बनाएको है। छुट्टै टेस्ट कस्तो हुन्छ भनेर अब म टेस्ट दिँदैछु है त साथीहरु। ओहो मिठै भयो। मिठै भएछ। मिठो है। म त हातले खान्छु है। म चाहिँ हातले खान्छु मोमो किनभने चिसो भएर रहेछ, जमेर प्याक्क भइसकेको रहेछ। अनि मोमोको सुप चिसो। डायमन्ड चाहिँ हाम्रो सेकेन्डचोटि हो है। अस्ति एकचोटि ट्राई गर्दै मिठो भयो थियो। अनि त्यसपछि चाहिँ हामीले चाहिँ है सुरुचोटि ट्राई गर्दाखेरि चाहिँ हामीले सुप मात्रै हालेको थियौँ कि अहिले चाहिँ हामीले छुट्टै टेस्ट गरौँ न भनेर चाहिँ हामीले गार्लिक र कोरिएन्डर एड गऱ्यौँ अनि केचप एड गऱ्यौँ। मिठो हुन्छ रहेछ।
डायमन्ड चाहिँ एकदम मिठो हुँदो रहेछ। मोमो त जमे रहेछ। मोमो चाहिँ मैले केचपसँग खाँदैछु है अहिले चाहिँ। म चाहिँ हटसससँग खाँदैछु पिरो चटनीसँग। चटनी खाने चटनी चिसो भइसक्यो त। चिसो भइसक्यो चाहिँ टुप्याम त। टुप्याम चाहिँ हाम्रो चिसो भयो रहेछ। हामीले चाहिँ नर्मल टुप्याम मात्रै बनाउने भनेको थियौँ, तर मेरो माइली दिदीले चाहिँ साग हाल भनेर साग हालेको। साग हाल्न डिफ्रेन्ट तरिकाले खालेकै त भन्थ्यो है, हामी त खाइरहेको थियो। त्यही पनि आज पनि फेरि हालिदिउँ न भनेर साग पनि एड गरिदियो है। हो फुटो हालेकै रोग लाग्नु त होइन। जमे चाहिँ उही पोक्यो। सरी ल सागात खाएर खान सक्दिनँ होला यो टिस्यु हाल्दा टिस्यु अन्त एउटा पोको पारेर के हो त्यसै गर्ने होला।
म सक्दिनँ होला यो मोमो चाहिँ बफ हो साथीहरू अनि जाडो भएर जमेर हिजोको सबै तताराउनु हुन्थ्यो तर के गर्ने गाइज जानै अल्छी लाग्छ सक्दिनँ होला ल खाएको डायमन्ड डायमन्ड चाहिँ मिठो हुँदो रहेछ है गार्लिक मिठो हुँदैछ गार्लिक हालेर मिठो हुँदैछ गार्लिक पेस्ट यसो किचनमा काम गर्ने बेलामा हामीले खाने भन्थ्यौँ अनि त दाइले के पन्जाब दाइले खानुहुन्न बहिनी यसरी डायमन्ड त यस्तो कुखुरा जस्तो खानुहुन्न भन्नुभएको थियो कि तर पनि खायौँ अहिले दाइ मिठो हुँदो रहेछ हौ तपाईँहरूले पनि ट्राई गर्नु होला कतिपयले ट्राई गर्नुभएको छैन होला गर्नु होला है ट्राई डायमन्ड खाएर डायमन्ड एकदम मिठो हुँदो रहेछ तर जुन पाते पसलको मासु पसलमा नपाउँदो रहेछ नि डायमन्ड है चिनेको हुनुपर्छ Oh my god. Super खान्छु म त खान्छ कि नै आज मैले चाहिँ मोमो र यो टुबियम खान सक्दिनँ होला तर डायमन्ड चाहिँ खान्छु यिनीहरू चाहिँ भोलि तताएर खान्छु त्यही हो साथीहरू लास्ट बाइट चिकन डायमन्ड कस्तो भक्का छ यो त्यसले प्याक त भयो चाहिँ भोलि खानु पर्ला भोलि
साथीहरू म सकिनँ होला, यति म सकिनँ होला, म खान्न होला। त्यही हो साथीहरू, मैले चाहिँ यो टुप्याम अनि पछि यो मोमो चाहिँ खान सकिनँ। मोमो चाहिँ खान सक्थ्यो होला, चिसो भएर चाहिँ मैले खान सकिनँ। अनि फुल पनि फुल भएको छ मेरो पेट, त्यही भएर चाहिँ मैले खान सकिनँ। सरी, यो चटनीहरू पनि खान सकिनँ मैले, अनि यो मोमो पनि खान सकेन। यो टुप्याम चाहिँ मैले 3-4 बाइट खाएँ होला, त्यहाँबाट खाएन। अनि पहिलाको भन्दा छुट्टै टेस्ट भएको रहेछ। अनि डायमन्ड चाहिँ खाएँ, एकदम मिठो भएको थियो। हामीले चाहिँ छुट्टै तरिकाले नि पहिला नि मिठो थियो कि अहिले झन् त्यो छुट्टै तरिकाले झन् मिसाएको बनाएको झन् एकदम मिठो, एकदम गुड बेस्ट भयो है। यसरी नै खानु होला तपाईँहरूले पनि। तर यो टुप्याममा चाहिँ चाउचाउ एड गरेर पकाएको अलिकति ओभर कुक भयो रहेछ। हामीले चाहिँ यताउता गर्दाखेरि ओभर कुक भएको कारणले गर्दा, अनि प्लस त्यही माथि चिसो भएको कारणले गर्दा चाहिँ मैले पुरा खान सकिनँ। मोमो चाहिँ 15वटामा चाहिँ 4वटा बाँकी रह्यो, अरू सबै खाइसकेँ मैले। सुप पनि थोरै रह्यो, अनि स्प्राइट चाहिँ सकेँ मैले। साथीहरू मैले चाहिँ खान सकिनँ, तर यो खाना चाहिँ वेस्ट हुन्न। तर मैले भोलि बिहान तताएर खान्छु। यो म चाहिँ अन्डा एड गरेर खान्छु भने, यो म चाहिँ यसलाई चाहिँ मैले कोथे मोमो गरेर खानेछु। आगामी दिनहरूमा चाहिँ मैले खाने चाहिँ छु भन्ने बाचाका साथ म चाहिँ अहिले लाज बचाएर खाना छोडेर म चाहिँ अब बिदा माग्न चाहन्छु। मेरो भिडियोलाई मन परेछ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। के कमी कमजोरी छ मेरो कमेन्टमा भनिदिनु होला, कमेन्ट गरिदिनु होला। त्यही हो साथीहरू, यति भन्दै म बिदा हुन्छु। हस् त, नमस्ते, बाई बाई।